राति 2 बजेसम्म मोबाइल चलाएर बस्नुहुन्थ। 30 मिनेटभन्दा बढी ओछ्यानमा पल्टेर पनि निन्द्रा लाग्दैन। छिटो निदाउने यी 5 तरिकाहरू जसले तपाईँको दिमाग र शरीर बचाउन सक्छ। ध्यान दिएर सुन्नुहोस्। नमस्ते, म डाक्टर प्रकाश। यो भिडियो अन्त्यसम्म हेर्नुहोस् र यस्तै जानकारीका लागि मलाई फलो गर्नुहोस्। पहिलो, छिटो निदाउनको लागि आफ्नो सुत्ने र उठ्ने समय हरेक दिन एउटै राख्नुहोस्, विकेन्डमा पनि परिवर्तन नगर्नुहोस्। यसले तपाईँको शरीरको आन्तरिक घडीलाई सन्तुलित राख्छ र दिमागले प्राकृतिक रूपमा मेलाटोनिन नामक निद्रा हर्मोन उत्पादन गर्न थाल्छ। दोस्रो, सुत्नुभन्दा कम्तीमा 1 घण्टा अगाडि मोबाइल, टिभी र अन्य स्क्रिनहरू बन्द गर्नुहोस्, किनभने मोबाइलको ब्लू लाइटले दिमागलाई अझै दिन भएको जस्तो भ्रम दिन्छ र निद्रा लाग्ने हर्मोन कम उत्पादन हुन्छ। तेस्रो, आफ्नो ओछ्यानलाई केवल सुत्नका लागि मात्र प्रयोग गर्नुहोस्। ओछ्यानमा बसेर भिडियो हेर्ने, काम गर्ने वा सामाजिक सञ्जाल चलाउने बानीले दिमागलाई भ्रमित बनाउँछ र ओछ्यानलाई आरामसँग जोड्न सक्दैन। चौथो, बेलुकापछि कफी, चिया र ऊर्जा दिने पेय पदार्थहरूको सेवन नगर्नुहोस्, किनभने यस्ता पदार्थहरूले 6 देखि 8 घण्टासम्म दिमागलाई सक्रिय राख्न सक्छन् र निद्रा ढिला गराउँछन्। पाँचौं, सुत्नुअघि 4-7-8 श्वास-प्रश्वास अभ्यास गर्नुहोस्, अर्थात् 4 सेकेन्ड सास लिनुहोस्, 7 सेकेन्ड रोक्नुहोस् र 8 सेकेन्ड बिस्तारै बाहिर निकाल्नुहोस्। यसले स्नायु प्रणालीलाई शान्त बनाउँछ र छिटो निदाउन मद्दत